प्रिय सहकर्मी शिक्षक साथी, तपाई पढाउनुहुन्छ गणितीय फर्मुलाहरू, प्रमाणित गरिदिनुहुन्छ जटिल जटिल ज्यामितीय साध्यहरू, तर मसँग केही अनुत्तरित गणितीय सवालहरू छन्। अनुत्तरित यस कारणले कि उत्तर दिनुपर्नेले दिनै चाहेनन्, सुनिदिनु पर्नेले सुन्नै चाहेनन्। त्यसैले तपाईं सहकर्मी गणित शिक्षक ध्यान दिएर सुनिदिनुस् ल। x बराबर 1 र y बराबर 3 भए जस्तै, x बराबर 1 र y बराबर 3 भए जस्तै अरूको 30 दिन बराबर शिक्षकको 90 देखि 120 दिन हुन्छ हो। नत्र किन लाग्छ शिक्षकले तलब पाउन 90 देखि 120 दिन? नत्र किन लाग्छ शिक्षकले तलब पाउन 90 देखि 120 दिन? खोज्नुस् गणितका ग्रन्थहरूमा हल हुन नसकेको यो एउटा जटिल प्रश्न। शिक्षक साथी, मलाई त अचेल बाल कक्षामा जिन्दगी सिकाइरहेका बाल कक्षाका मेडम देखेर आश्चर्य लाग्छ विद्यालय कर्मचारी देखेर र स्कुलको कार्यालय सहयोगीलाई देखेर। किनभने यति धेरै महँगीमा त्यति थोरै तलब खाएर उहाँहरू जिउँदै स्कुल आइपुग्नुको रहस्य के हो? किनभने यति धेरै महँगीमा त्यति थोरै तलबले बाँचेर उहाँहरू जिउँदै स्कुल आइपुग्नुको रहस्य के हो? सायद उहाँहरूलाई बलियो विदेशी मुद्रामा तलब बुझाइन्छ क्यारे? सायद उहाँहरूलाई बलियो विदेशी मुद्रामा तलब खुवाइन्छ क्यारे? भनिदिनुस् त शिक्षक मित्र, 8,000 कुन देशको मुद्रा हो भने एउटा परिवारको 1 महिना चल्छ? 10-12 हजार कुन देशको मुद्रा भए महिना दिन बाँच्नलाई पुग्छ? 10-12 हजार कुन देशको मुद्रा भए महिना दिन बाँच्नलाई पुग्छ? त्यसैले तलब दिँदा फरक मुद्रामा नदियोस्। सबैको 1 महिना 30 दिनकै बनोस्, या त घोषणा गरियोस् तिमीहरू विक्रम सम्वतको 2028 मा बाँचिरहेका छौ, या त घोषणा गरियोस् तिमीहरू विक्रम सम्वतको 2028 मा बाँचिरहेका छौ। धन्यवाद।